तिमी कता बस्छ छोरी किन नि यता हेर त छोरी यता हेर त के गर्न लागेको तिमी त्यहाँ हँ के गर्न लाग्यो भन त तिमीहरू के गर्न लागेको अब मैले के भन्नु त नि तिमीहरूलाई के भनौँ छोरी भन त मैले के भनौँ हो अनि यो यहाँ सिरकमा के गरेको नुनु गरेको किन हाँसिक्यौ किन दादा खोइ त छोरी दादा खोइ कस कहाँ ए तिमी पनि अपिल कहाँ गयो भन्ने अनि कुकु गर्छौ ल गर छिटो गर छिटो ल कता ए छोरो बहिनी त अपिल कहाँ गइन् ए के तिमी भन त तिम्रो कहाँ छ खोइ ए तिम्रो गुडिया हो त्यो खोइ तिम्रो गुडिया देखाउ न ए बहिनीलाई ओढाउनु पर्यो कुवा छ केटा को जाने त नि को जाने हुन्छ म त कबर लगाएको छु ल हुन्छ हुन्छ म कबर लगाएको छु गरे हौ जाडो भयो बाबुलाई जाडो भएर लगाइदिएको त्यस्तो तिम्रो टुप्पी ठाडो भयो छोरा टुप्पी ठाडो भयो सिधाइदियो त्यस्तै गरेर नि होइन राम्रो हुन्न सुत्यो बहिनीलाई बोलाउ त बहिनीले कसलाई लिएर गयो कि छोरी कसलाई लैक्यौ कसलाई खोइ देखाउ तिम्रो बहिनी देखाउ त मलाई कति छ खोइ देखाउ त छोरी देखाउ त देखाउ छोरी कस्तो छ बहिनी के भनौँ अबिर यहाँ गइछन् भनौँ तिम्रो जोवानी सबिन कहाँ गख भनिदिउँ ल बहिनीलाई भनिदिन्छु म दादा सबिन कहाँ जानुभयो अरे के भन्ने अरू त कोही आएकै छैन त अहिले अपिल आउँछ असिन आउँछ असिन त कति ठुलो है मन ठुलो हो र
भाइलाई लुक्न लागि के हो भाइ लुकाउन लागि के हो खोइ देखाउ त तिम्रो भाइ कहाँ छ अनि बल्ल म खोज्छु ए भाइ मामाका घर गयो ए लुक्यो अब अनि तिम्रो दुइटै लुकेर कसले हेर्छ त ए हो के दान्तु के अनि के हो ए बहिनी छैन बहिनीलाई लुकाएर ह ह गरेछन् के यिनले ल म गएँ है बाहिर बाहिर खेल्छौ बाहिर नजा बाहिर जाडो छैछ रे के गर्न लाग्छ तिमीले त्यहाँ ओहो बहिनी त कुक्कु गरिन्छ र हो र खोल्छौ नि हुन्छ हुन्छ नखिच्ने बहिनी नखिच्ने भन्छ कि पखा ए यहाँ भिडियो खिचेको थाहा पार नि हेरौँ भने के हौ बेलुका हेरौँला नि त तिम्रो मेरो नि खिच्देऊ नि त ल यसरी यहाँ मलाई हेरेको थियो ल नचलाइकन खिच है ल ल खिच्यो बाबालाई खिच्यौ सर मन जान्छु उहाँ जान्छु खिच्यो